फेरि पनि हामी लाज पचाएर यही थोत्र साइकलमा रेडी आफ्नो यात्रा गन्तव्य गर्दैछौँ। हेर्नुहोस् त्यहाँ साइकलमा क्रस देखाएपछि इमान्दारपूर्वक साइकलबाट झिनेर लहर 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 हिँड्नु पऱ्यो होइन। अब के थाहा जे पनि सक्छ यहाँ क्यामेरा स्यामेरा यताउता गरेर फेरि च्यापच्युप समातेर फाइन साइन तिराउन सक्छ अर्काको देशमा होइन। फेरि अब त्यो त्यस्तै हो कुरा बुझ। मैले धेरै कुरा गरेँ भने कहाँको कुरा पुग्न सक्छ। हामी त्यसै गरेर यो सहर छिरिसकेको छौँ। यो सहरमा मेरो सानो खालको सानो खालको काम छ। मेरो काम चाहिँ ठ्याक्क ऊ त्यो अगाडिको कस्तो खालको आँडे पाँडे बिल्डिङ छ नि ऊ त्यो त्यहाँ त्यही हो। यहाँ फेरि रातो लाइट बलिरहेको रहेछ। मैले सोचेँ यहाँ झ्याउ हुन्छ भनेर म फनक्क फर्केर मेरो हेलिकप्टरलाई तपाईँको यहाँ सर्लक्क पार्किङ हानेर म बसेँ। फेरि लाइनमा फेरि रातो बत्ती बलिसकेको छ। यति नजारा हेर्नुहोस्, यो रमाइलो छ। समर लागेको छ। आफ्नो कामको लागि यहाँ लाइन बस्नुपर्ने रहेछ। लाइनमा यसरी चिट्ठाउँदो रहेछ। अब चिट्टा गरेर निकालेर कामसाम सकेर यो भित्तामा के लेखेको रहेछ यसको बारेमा धेरै कुरा नगरौँ। हामी गलत अर्थ बुझाउन सक्छौँ किनभने लिटल नलेज इज डेन्जरस है गाइजहरू। यस्तै गर्दै हामी जङ्गलको बाटो हुँदै सरर तुफान 10 स्पिडमा है सरर गयो। आमामा त्यो त 1500 एक्सो स्पिडमा गयो हौ। यसै गरेर म त्यो खोला नाला यताउता जङ्गल हुँदै म बसन्तपुर जस्तो ठाउँमा पुगिसकेको छु। यो चाहिँ ठाउँ मलाई रमाइलो लाग्यो। यता पनि बाटो छ यता पनि बाटो छ तर हामी सिधा अगाडि जान्छौँ। यो ठाउँलाई चाहिँ ठ्याक्कै तपाईँको कस्तो खालको टुरिस्टिक एरिया जस्तो लाग्यो। धेरै लोकल टुरिस्टहरू आउने, वरिपरि खोला नाला रहेछन्, पार्कहरू रहेछन् अनि सपिङ गर्ने ठाउँहरू रहेछन्। अनि त्यसपछि ती समर होइन मान्छेहरू यताउता ड्याङडुङ हिँड्ने होला। अनि हिँड्दा पौडी सौडी खेल्दा यता एक्टिभिटिजहरू के गर्दा मान्छेहरू थाक्ने होला। थाकेपछि अब यहाँ चिल गर्नलाई आउने होला। यहाँ रेस्टुरेन्टमा चिया कफी के छ त अब चिसो खानलाई चक्लेट खानलाई आउने होला। धेरै जस्तो रेस्टुरेन्टहरू छ यहाँ हेर्नुहोस्। नजिक टक्क लाएर बस्ने मान्छेहरू कोही साइकलमा घरै बोकेर आछन् होइन। अब यस्तै छ। म एक नजर देखाइदिन्छु सरर लाएर यसरी है। यस्तो छ है हेर्नुहोस् है। पुरानो टाइपको बिल्डिङहरू दामी मजा आउँछ क्या मजा। अब यो चाहिँ म हो। अब म कहाँ छु म के गर्न सक्छु यहाँ वरिपरि भनेर म्यापमा अवलोकन गर्दैछु मैले। अनि यस्तै गर्दाखेरि चाहिँ ट्याक्क लाएर यसै हेर्न पाउने रहेछ नि त। म यस खोलाको नजिकै रहेछ। अनि ढ्याक्क म हेरेर खोलातिरै गएँ। खोलामा यो जुत्ताहरू चप्पलहरू के हो है। यो चाहिँ फेरि जुत्ता चप्पल होइन है त्यहीँ टाँसेकै रहेछ। के को हो त्यो थाहा भएन। त्यस जुत्ता चप्पल खोलेर चाहिँ खोलामा डाइभ हान पनि हो कि के हो है थाहा भएको मान्छेले भन्नुपर्ने। ल आजलाई यति नै।